आज चाहिँ सफ्टवेयर इन्जिनियरिङको पढ्दै केही गफ गरौँ है त। कसैले मलाई तेरो लागि मोस्ट हर्टिङ कुरा के हो भनेर सोध्यो भने चाहिँ मेरो पहिलो जवाफ भनेको मैले जे गरिरहेको छु त्यो मसँग भइरहेको छैन कि मैले कति कोसिस गर्दा गर्दै पनि मैले सफलता हात पाइरहेको छैन, मसँग भइरहेको छैन, म मेन्टली विक भइरहेको छु भन्ने कुरा चाहिँ मेरो लागि एकदमै हर्टिङ एक्सपिरियन्स भइरहेको छ कि। अनि वन्स आई वाज अ टपर अनि मैले अहिले त्यही एकाडेमिकल्ली पनि आफूलाई चाहिँ राम्रो गराउन सकिरहेको छैन कि मलाई पढ्ने मोटिभेसनै छैन कि। पहिले चाहिँ मैले आफूलाई मोटिभेट गर्नको लागि चाहिँ होइन है तैँले राम्रो मार्क्स ल्याउनु पर्छ भनेर पढ्नको लागि मैले सेल्फ मोटिभेट गर्थेँ आफूलाई भने अहिले मैले होइन तैँले पढेनस् भने चाहिँ त फेल हुन्छस् भनेर मोटिभेट गर्नु परिरहेको छ कि। अनि त्यो जति वर्स्ट एक्सपिरियन्स लाइफमा अरू केही हुनै सक्दैन जस्तो फिल हुन्छ कि मलाई। अनि कतिलाई हुन्छ त्यो होइन, सबैलाई हुन्छ होला, गरिरहेको छ तर भइरहेको छैन, स्किल्सहरू पनि भइरहेको छैन, अनि कहाँनिर के मिलिरहेको छैन भन्ने पनि थाहा छैन, ब्याचलर सकिन लागिसक्यो त लाइफमा के गर्ने होस् भनेर भन्दा जवाफ दिनलाई केही जवाफै छैन कि तिमीसँग। अनि द्याट हर्ट्स मोर जस्तो लाग्छ। सो आजको लागि चाहिँ यति नै, अब बाँकी चाहिँ अर्को भिडियोमा